विद्यार्थीलाई अनुशासन र नैतिकताको पाठ पढाउने शिक्षक नै श्रीमतीको हत्याको आरोपमा पक्राउ। डोटीको घटना समाजका लागि गम्भीर चेतावनी। दर्शक महानुभाव, सँगै जिउने सँगै मर्ने कसम खाएकी श्रीमतीले आफ्नै श्रीमानको हातबाट मृत्यु रोज्नु पर्ला भन्ने कल्पना पनि गरेकी थिइनन्। विवाहको बेला एक अर्काको सुख दुःखमा साथ दिने, जीवनभर साथ निभाउने र अन्तिम साससम्म एक अर्काको भरोसा बन्ने कसम खाएका दुई जीवनसाथी मध्ये एकले अर्काको ज्यान नै लिन्छ भन्ने कल्पना सायद कसैले पनि गर्दैन। तर डोटीको जोरायल गाउँपालिका 4 देवथलामा भएको एक हृदय विदारक घटनाले फेरि एकपटक समाजलाई स्तब्ध बनाएको छ। घर भनेको प्रेम, विश्वास, सम्मान र सुरक्षाको थलो हुनुपर्थ्यो, तर सामान्य भनिएको घरायसी विवादले यस्तो दर्दनात्मक मोड लियो कि एउटी श्रीमतीले आफ्नै श्रीमानको प्रहारबाट जीवन गुमाउनु पर्यो। यो घटना केवल एउटा परिवारको पीडा मात्र होइन, सम्पूर्ण समाजका लागि गम्भीर चेतावनी बनेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घरायसी विवादका क्रममा चन्द्रबहादुर ओलीले आफ्नी श्रीमती अमृता ओलीमाथि फलामको चिम्टाले प्रहार गरेका थिए। बुधबार बिहान भएको उक्त आक्रमणबाट अमृता गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि धनगढी स्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। चिकित्सकहरूले उनको ज्यान बचाउन हरसम्म प्रयास गरे पनि उपचारकै क्रममा बुधबार साँझ 6:20 बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक सागर बोहराले जानकारी दिएका छन्। घटनापछि प्रहरीले आरोपी चन्द्रबहादुर ओलीलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार उनी जोरायल गाउँपालिका 4 स्थित जगदम्बा आधारभूत विद्यालय काफलीमा राहत शिक्षकका रूपमा कार्यरत छन्। शिक्षकलाई समाजले केवल एउटा जागिरेका रूपमा होइन, भावी पुस्ताको चरित्र निर्माण गर्ने व्यक्तिका रूपमा हेर्छ। विद्यार्थीका लागि शिक्षक प्रेरणाको स्रोत हुन्छन्, त्यसैले शिक्षकसँग समाजको अपेक्षा अझ बढी हुन्छ। यस्ता घटनाले विद्यालय, विद्यार्थी र अभिभावक र समग्र समाजमा गहिरो निराशा, चिन्ता पैदा गरेको छ। यद्यपि एउटा शिक्षकको कथित आपराधिक कार्यका आधारमा सम्पूर्ण शिक्षक समुदायलाई दोषी ठहर गर्न मिल्दैन। हजारौं शिक्षक इमान्दारी, समर्पण र उच्च नैतिकताका साथ समाज निर्माणमा लागिरहेका छन्, तर शिक्षक जस्ता जिम्मेवार पेसामा रहेका व्यक्तिबाट यस्ता घटना हुनु भने अत्यन्त दुःखद र गम्भीर विषय हो। यो घटनाले फेरि एकपटक एउटा गम्भीर प्रश्न उठाएको छ। आखिर किन घरभित्रका सामान्य विवादहरू यति हिंसात्मक बन्दै गएका छन्? क्रोधको केही क्षण एउटा परिवार उजाडिन्छ, सन्तानको भविष्य अन्धकारमा धकेलिन्छ, आमा बुवाले सन्तान गुमाउँछन् र समाजले अर्को अमूल्य जीवन गुमाउँछ। क्रोध क्षणिक हुन्छ, तर यसले दिने पीडा जीवनभर रहन्छ। कुनै पनि विवादको समाधान हिंसा होइन, संवाद हो। श्रीमान श्रीमती बीच असहमति हुनु स्वाभाविक हो, तर त्यसलाई संयम, समझदारी र आपसी सम्मानका साथ समाधान गर्नु नै सभ्य समाजको परिचय हो। अमृता ओलीको मृत्यु केवल एउटा समाचार होइन, प्रत्येक परिवारले आत्मसात गर्नुपर्ने एउटा गहिरो पाठ हो। परिवारभित्रको हिंसालाई सामान्य ठान्ने प्रवृत्ति अन्त्य गर्न, महिलामाथिको हिंसा विरुद्ध सबैले आवाज उठाउन र क्रोधमाथि नियन्त्रण गर्न सके मात्रै यस्ता हृदय विदारक घटनाको पुनरावृत्ति रोक्न सकिन्छ। एकछिनको आवेगले एउटा जीवन समाप्त हुन्छ, तर यसको पीडा वर्षौंसम्म परिवार र समाजले बोकिरहनुपर्छ। त्यसैले रिस होइन, संवाद रोजौं, हिंसा होइन, मानवता रोजौं।